तपाईँ त नार्सिङ गाउँमा बस्नु भएन। तल मेरो गाउँको नार्सिङ झरनाहरू विशाल झरना छ, त्यो कहिले पनि सुक्दैन। झरना छ, गाउँको अगाडि झर्छ। अगाडि त्यो झरनाले गर्दा गाउँमा शीतल सिँचाइ दिन्छ, त्यो सबै दिन्छ। त्यो त्यस्तो झरना छ। त्यो झरना काटेपछि यता आएपछि खोला धेरै झरना भेट्नुभयो तपाईँले। अब यहाँभन्दा अगाडि गएपछि खुदखुदी झरना भेट्नुहुन्छ, पञ्चा झरना भेट्नुहुन्छ, रातो झरना भन्ने भेट्नुहुन्छ, अरू हिम श्रृङ्खलाबाट बग्ने थुप्रै झरनाहरू भेट्नुहुन्छ। दुईवटा अर्को कुरा, यस्तो सिङ्गो पहाड नै पाल परेको छ कि यताबाट हेर्दा उतापट्टि देखिन्छ कि पाल परेको ठाउँ पनि यही छ। बाटोको थोरै माथि पर्छ, त्यहाँ स्काई के भनेर लेखेको छ देखिन्छ। हो त्यहाँबाट हेरेर त्यो देख्न सकिन्छ। अनि त्यसबाहेक भोजपत्रको जङ्गल, भोजपत्र तपाईँलाई थाहा छ, ऋषिमुनिहरूले पहिला कागज पत्रहरू त्यसको बोक्रामा लेख्थे अरे। हो त्यो भोजपत्र जङ्गल छ। त्यो जङ्गल काटिसकेपछि हामी पञ्चकुण्ड तालमा पुग्छौँ। पञ्चकुण्ड ताल र हिमाल नजिक छ। फेरि अरू हिमालभन्दा यो हिमाल फरक छ। किनभने अरू हिमालमा हिमाल मात्रै हुन्छ कि ताल हुँदैन। ताल खोज्न जानुपर्छ, कम्ती नजिक भनेको 5-6 घन्टा टाढा जानुपर्छ। त्यस्तो छ। यसको के छ, माथि हिमाल छ, तल ठ्याक्क ताल छ। हिमालबाट खसेको हिउँ पहिरोहरू तालमा खस्छ। त्यसले गर्दा हामी त्यहाँ जाने यात्रीहरू त्यसको छेउमा बसे पनि हामी सुरक्षित हुन्छौँ, किनकि जति पनि हिउँ पहिरो कहाँ खस्छ तालमा खस्छ। अनि हामी साइडमा बस्छौँ, त्यसले गर्दा हामी बस्ने ठाउँ सुरक्षित छ। एक त सुरक्षित छ। अर्को तरिका, हाम्रो हिमाली क्षेत्रमा भएको उच्च हिमताल भेगा हुने हिमतालमध्ये एउटा यहाँ छ। त्यही हामी बसेको हिमतालको बिचमा अन्नपूर्ण बेस क्याम्प छ। बेस क्याम्प अन्नपूर्ण बेस क्याम्प छ। त्यो बेस क्याम्पको माथिल्लो पाहाड भएर यसरी आएको पाहाड छ, त्यो हो तिरिज्योति। त्यसको उता ठिक्कै उतापट्टि तिरिज्यो ताल छ। संसारमा अग्लो ताल उतापट्टि छ। तर हामी यो बाटो जान सक्दैनौँ, धेरै हिमाल काट्नुपर्छ। सुरुङ खन्ने त 5 किलोमिटर छैन होला, सुरुङ खन्ने कहिले होइन, कोले खन्ने, त्यही पनि त्यति नजिक छौँ। त्यसपछि त्यो क्षेत्रको भ्रमण इत्यादि सबै काम सकेपछि हामी बल्ल फर्किनुपर्ने हुन्छ। हुन त अध्ययन गर्ने क्रममा धेरै ठाउँहरू छ। यहाँ त्यस्तो धेरै झरनाहरू, अरू धेरै झरनाहरू छ, डुबेको ठाउँहरू धेरै छ। अनि त्यसपछि जङ्गल जनावरको अध्ययन गर्नेहरू पनि थुप्रै छ। हिमालमा हुने जङ्गल जनावर थुप्रै पाइन्छ यहाँ। तर अहिले मानव चलखेलले गर्दा जङ्गल जनावर साइडमा लागेको छ। ठुल्ठुलो क्यामेरा लिएर आएकालाई मात्रै त्यो देख्न पाउँछन्, नत्र अरू देख्न पाइन्न। त्यही पनि अब त्यो उच्च हिमाली क्षेत्र भने सबै जडीबुटी पाइन्छ, वन्यजन्तुहरू पाइन्छ। अनि यो क्षेत्रमा अहिले हिमाल चढ्नेहरूको सङ्ख्या बढ्दो छ। पहिला बाटो पनि नभएर आएन, अहिले हाम्रो बाटो ठ्याक खोलिसकेपछि विदेशीहरू प्रशस्त मात्रामा आउँछ। तपाईँ यो सिजनमा नेपाली मात्रै बढी छ, विदेशी कम छ।